आज हामी कुरा गर्दैछौँ नेपालमा तीव्र रूपमा बढ्दै गएको बाइक राइड सेयरिङ सेवाबारे। लामो समयदेखि स्पष्ट नियम बिना सञ्चालन भइरहेका यस्ता सेवाहरू अब सरकारले नियमनको दायरामा ल्याउने भएको हो। सरकारले ल्याएको नयाँ निर्देशिका अनुसार मोटरसाइकल वा स्कुटर मार्फत यात्रु बोक्ने सेवा अब औपचारिक रूपमा सार्वजनिक यातायात सरह मानिनेछ। यसको अर्थ के हो त? अब यस्तो सेवा दिन चाहने सवारी अनिवार्य रूपमा दर्ता हुनुपर्नेछ र सरकारले तोकेको मापदण्ड पूरा गर्नुपर्नेछ। कम्पनीको लागि नयाँ नियमहरू। राइड सेयरिङ एप सञ्चालन गर्ने कम्पनीहरूले आफ्नो सर्भर नेपालमै राख्नुपर्नेछ। साथै साइबर सुरक्षाको प्रमाणीकरण अनिवार्य हुनेछ र प्रयोगकर्ताका सबै विवरण पारदर्शी रूपमा देखाउनु पर्नेछ। सवारीका मापदण्ड। सञ्चालनका लागि सबै सवारी योग्य हुने छैनन्। पेट्रोल सवारी कम्तीमा 100 सीसी हुनुपर्नेछ भने इलेक्ट्रोनिक सवारीमा 1.5 किलोवाट पावर आवश्यक छ। ओडोमिटर, सुरक्षित ह्यान्ड ग्रिप, सुरक्षा कभर जस्ता सुविधा अनिवार्य छ। नयाँ सवारीमा एबीएस वा कम्बिनेसन ब्रेकिङ सिस्टम पनि आवश्यक पर्नेछ। एपमा देखिनुपर्ने जानकारी। यात्रुको लोकेसन, भाडा, चालकको फोटो र सम्पर्क विवरण सबै कुरा स्पष्ट रूपमा एपमा देखिनुपर्नेछ। यात्राको रेकर्ड पनि केही समयसम्म सुरक्षित राख्नुपर्नेछ। चालकका लागि कडाई। 1 वर्षभन्दा कम अनुभव भएका चालकले सेवा दिन पाउने छैनन्। परिचय पत्र लगाउन अनिवार्य हुनेछ र राति काम गर्दा रिफ्लेक्टर ज्याकेट लगाउनु पर्नेछ। साथै चालकलाई 12 घण्टाभन्दा बढी काम गर्न नपाउने गरी सिस्टमबाट नियन्त्रण गर्नुपर्नेछ। सुरक्षा र बिमा। हरेक सवारीमा ट्र्याकिङ सिस्टम अनिवार्य हुनेछ। चालक, यात्रु र तेस्रो पक्ष सबैको बिमा हुनुपर्नेछ। एक पटकमा एकजना यात्रु मात्र बोक्न पाइनेछ र 10 वर्ष मुनिका बालबालिकालाई सेवा दिन पाइने छैन। भाडामा परिवर्तन। अब माग बढ्दा भाडा पनि बढ्न सक्नेछ। सर्च चार्ज लागू गरेर 505 देखि 1505 सम्म बढी भाडा लिन सक्ने प्रस्ताव छ। गुनासो व्यवस्थापन। 24 घण्टा खुल्ला हेल्प डेस्क अनिवार्य हुनेछ। कुनै गुनासो आए 3 दिनभित्र समाधान गर्नुपर्नेछ। गम्भीर गल्ती गरे चालक निलम्बन हुन सक्छन् र अदालतको दोषी ठहर गरेर आजीवन प्रतिबन्ध समेत लाग्न सक्छ। कानुनी प्रश्न। यद्यपि सङ्घीय कानुनले निजी सवारीलाई सार्वजनिक प्रयोजनमा प्रयोग गर्न रोक लगाएको छ। त्यसैले यो नयाँ निर्देशिकाको वैधानिकतामाथि प्रश्न हुन सक्ने देखिन्छ। सरकार कडा हुँदैछ, नियम आउँदैछन् र राइड सेयरिङ क्षेत्रमा ठूलो परिवर्तन देखिँदैछ। अब तपाईँको विचार के छ? के यो निर्णय सही छ कि गलत? कमेन्ट गरेर आफ्नो प्रतिक्रिया अवश्य दिनुहोला।